हेलो हाई दर्शनानी नमस्ते सम्पूर्ण साथीहरुमा छु मेरो तर्फबाट सम्पूर्ण साथीहरुमै यतिखेरको बसाइमा चाहिँ आज हाम्रो यहाँ ढलान हुने रेप भइसकेको अवस्था छ। कामको सिलसिलामा है काम गरिराखेको अवस्थामा मौसम एकदमै सफा क्लियर भएकोले गर्दाखेरि सानो भिडियो बनाउन मन लाग्यो हजुरहरु माझमा है। यो मुस्ताङ जिल्लाको चराङ भन्ने ठाउँमा है एकदमै ठुलो खालको बिल्डिङ बनिरहेछ। ढलानको लागि चाहिँ रडहरु बिछाइएको छ सरर लाएर हैन साथीहरु सरर गरिराख्नु भएको छ उडातिर। यो चाहिँ एकदमै यहाँको चराङ गाउँभरिमा सबैभन्दा ठुलो घर होला है। यो घर निर्माण चाहिँ हाम्रो टिलाचन कन्स्ट्रक्सन प्रणाली लिमिटेडद्वारा निर्माण हुँदैछ है। सरर लाएर हेर्न सक्नु 3 तला भइसकेको छ तर अझै तल एकतल छ हैन। सरर लाएर चाहिँ ढलान हुने अवस्था छ। एकदमै मौसम क्लियर सफा सुन्दर गरेको छ। म चाहिँ यतातिर छुइरहेको छु है सरर लाएर हेर्न सक्नुहुन्छ। एकदमै मौसम सफा क्लियर भएको अवस्था पनि छ। सँगसँगै साइड भुली या पछितिर चाहिँ ढलान हुन्छ हाम्रो चाहिँ गएको छु एकदमै यतातिर हेर्न सक्नुहुन्छ सरर लाएर हैन। हाम्रो यहाँको साइड नाइके चाहिँ उहाँ हुनुहुन्छ चाहिँ उहाँ ब्ल्याक ज्याकेट लगाएको चाहिँ हाम्रो नाइके हुनुहुन्छ। हाम्रो नाइके सर हुनुहुन्छ। यतातिर सर सबै दाइहरूले चाहिँ यसरी रड बिछाएर रेडी भएको छ बिम बुनेर है त गएको छु भन्दै सबैजनालाई बाबाई मिठो सम्झना है त। एकदमै राम्रो देखिएको छ मुस्ताङको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ। सररररलाई तपाईहरु पनि आउन सक्नुहुन्छ। यो गुम्बा हो यहाँको सर एकदमै मौसम आज भने जस्तो आछ है क्लियरी पारितिर हेर्न सक्नुहुन्छ। ठाउँ पनि यस्तो सरर लाएर तलतिर मन्दिरहरू बनाएको जस्तो चाहिँ यहाँको माटोहरू नै छ हैन। गहुँ चाहिँ पाक्न लागेको अवस्था छ यहाँ गाउँसँग। अब आजभोलिको चाहिँ यो साउनको अन्तिमतिर चाहिँ यहाँ गहुँ पाक्ने गर्दछ। त्यतातिर आलु हैन च्याउबारीहरू पनि हुन् है।